हेलो साथीहरु सेवारो नमस्ते म सानो लिम्बू मेरो भिडियोमा हजुरहरुलाई स्वागत छ। अनि के गर्दै हुनुहुन्छ? आज त शनिबार छुट्टीको दिन हामी चाहिँ घुम्न आइराछौँ धरानको एकदमै प्रख्यात श्रम संस्कृति पार्क हैन। अनि अहिले चाहिँ हामी दिदी बहिनी सबैजना आएको छौँ। अनि दिदीहरु चाहिँ फोटो खिच्नुमा एकदमै व्यस्त हुनुहुन्छ। अनि म चाहिँ थोरै भिडियो लिनु पर्यो भनेर यता साइडमा आइराछु है। अनि यो रहेको चाहिँ गोर्खा पार्क। अनि यहाँनिर चाहिँ मेरो प्यारी बहिनी पनि आकी छे। हेलो मेरो बहिनीको तर्फबाट तपाईहरुलाई धेरै धेरै माया हैन। अनि यहाँको रहेको छ यस्तो रहेको छ, म देखाउँदै जान्छु हेर्नु होला। अनि यस्तो आज चाहिँ शनिबार भएर होला सायद मान्छे धेरै हुनुहुन्छ। अनि रहेको छ यो चाहिँ गोर्खा पार्क। यहाँको भ्यूहरू चाहिँ यस्तो छ हेर्नु होला। म तपाईहरुलाई हल्का हल्का चाहिँ देखाउँदैछु ल। पुरै चाहिँ फर्स्ट टाइममा भएर होला अलिकति लाज लाग्छ भिडियो बनाउनु पनि। गोर्खा पार्क ब्रिटिस गोर्खाहरूले चाहिँ यो गरेर बनाउनु भएको हो। यहाँको भित्रको भ्यूहरू चाहिँ यस्तो छ हेर्नु होला। आज धेरैजना मान्छेहरू हुनुहुन्छ, शनिबार भएर होला सायद धेरैजना हुनुहुन्छ। अनि हामी पनि आएको मेरो दिदी दिदीहरू कता जानुभयो सबैजना? यता तल तल हुनुहुँदो रहेछ। हेर्नु है हेर्नु फोटो खिच्दै हुनुहुन्छ कति साथीहरू। यहाँ रहेछ यो चाहिँ आराधना धेरैचोटि गएको भएर होला अलिकति त्यता जस्तो सिरुम्की जस्तो लाग्यो। अनि यहाँको एकदमै हरियाली त्यो हरियाली छ है ठाउँहरू एकदम शान्त भन्दा पनि अब आउने घुम्न आउनेहरू हुनुहुन्छ नभए त शान्त एकदम हरियाली शीतल। मेरो दिदी बहिनीहरूलाई पनि देखाउनु पर्यो नि त मेरो भ्लगमा। मेरो माइली दिदी उहाँ चाहिँ होइन खै यता दिदीहरू यहाँ थोरै बोलिदिनु होला कस्तो लागिरहेछ? एकदम राम्रो। उहाँहरू चाहिँ इटालीबाट आउनुभएको है हेर न। यता चाहिँ मेरो छोरी आयो है। यस्तो पनि हुँदो रहेछ है मेरो क्लासमै। अनि यहाँ एकदम राष्ट्रिय गीत बजिरहेछ, तपाईँहरू सुन्न सक्नुहुन्छ होइन। यहाँ फोटो सेसन हुँदैछ है मेरो दिदी बहिनीहरूको। ल आउनुहोस् है सबैजना। हेलो हामी सब जाने बेला भयो। हामी छोडेर हामी धरानमै। यहाँ चाहिँ यस्तो रहेको छ है साथीहरू दृश्य। अनि यो चाहिँ सिलाम साकमा र च्याब्रुङ। सिलाम साकमा कथा सबैलाई थाहा नहोला होइन साथीहरू। मलाई पनि त्यस्तो धेरै थाहा छैन र पनि पहिलेको भनाइअनुसार चाहिँ एउटा मृत्युको बाटो रोक्छ अरे भन्छ होइन यो सिलाम साकमाले चाहिँ। अब सबै कुरा त थाहा नहोला होइन। यस्तो रहेको छ। अनि यो चाहिँ पहिलेको हलजिरा यो सायद यो काम त हामीले पनि गरेकै हो होइन। यस्तो रहेको छ। यहाँ चाहिँ यो चाहिँ ढाकर बोकेर पहिलेको हाम्रो बाबुबाजेहरूले चाहिँ यसरी ढाकर बोकेर धरानदेखि पार जानुहुन्थ्यो अरे। यसरी थाल बटुका डाडु बनाउ गरेर सबै छ। अनि यो ढाका यसरी बोक्नुहुन्थ्यो अरे होइन। यस्तो रहेको छ। अनि यस्ता हेर्नुहोस् यता चाहिँ एकजना बाजे बसिराख्नु भएको रहेछ। अनि यता धारा पनि छ एकदमै व्यवस्थित गरिदिनु भएको छ चिन्ता लागेन होइन। अनि यता चिन्डो रहेको छ थाहा होला तपाईँहरूलाई सायद राईहरूको होइन एउटा मुन्दुम
पनि हो। अनि यहाँनिर यस्तो रहेको छ। यो चाहिँ एकदमै राम्रो छ बस्नलाई। हेर्नुहोस् यहाँ छुट्टै खालको क्या डिजाइनमा, छुट्टै खालको होइन, कस्तो राम्रो। अनि यो चाहिँ यसरी श्रम गरौँ है भनेर देखाइनु भएको छ। श्रम गर्न हामी पनि समयले भ्याएसम्म गएको छौँ होइन। अब आफ्नो आफ्नो व्यस्तताको कारणले सधैँभरि त जान सकिएन, कहिलेकाहीँ यसरी श्रम गरौँ। अनि यस्तो राम्रो फुल पनि रहेको छ। अहिलेको खालको साम्पाङ सरले बनाउनु भएको गीत फुला टिप्ने मन भए होइन। यस्तो राम्रो छ। यस्तो आज शनिबार भएर होला धेरैजना हुनुहुन्छ, धेरैजना आउनुभएको छ। यस्तो भएको छ एउटा हुन त मान्छेहरूलाई यसो छुट्टीको टाइममा नानीहरूलाई ल्याएर यसो फ्रेस पनि हुन्छ होइन। यहाँको काम भयो, यहाँको दृश्यहरू हेरेर नानी बाबुहरूले नि धेरै कुरा सिक्छन् होइन। अहिलेको नानी बाबुहरूलाई के थाहा काम भनेको के हो होइन, श्रम भनेको के हो त्यो पनि जान्नु जरुरी छ। त्यसैले नानीहरूले पनि जान्ने बुझ्ने अवसर पाउँछन्। अहिले चाहिँ अब हामी रात पर्न लाग्यो, फर्किँदैछौँ। म तपाईँहरूलाई यहाँको भ्यू अझै छ, बाँकी नै छ, देखाउँदै जानेछु। मान्छेहरूको भिड यति धेरै छ हेर्नु कस्तो राम्रो छ। आउने क्रम जारी नै छ अझै पनि। हाम्रो ब्याग बोकेर हिँड्दैछ मेरो बहिनी चाहिँ। चिसो चाहिँ लानुभयो? चिसो लानुभयो? यस्तो भिडभाड छ हेर्नु साथीहरू, भिडभाड। आमा यहाँ झन् बाहिर झन् कति धेरै हुन्छ। यहाँ चाहिँ संस्कृति पार्कको गेट रहेको छ। यहाँनिर झन् रमाइलो। आमा यसरी रमाइलो गर्नुपर्छ है साथीहरू, मनलाई हल्का पनि हुन्छ। भिडियो गर, भिडियो बनाऊ, भिडियो